थकालीहरू चाहिँ थाकोलामा बस्नेहरूलाई चाहिँ थकाली भन्छ। जस्तो कि मार्फामा बस्नेहरू हैन। हाम्रो चाहिँ चारवटा छ, जस्तो कि गौचन, शेरचन, भट्टचन र तुलाचन। सो चारजना चाहिँ तामाङ थकाली भनेर भनिन्छ। सो अर्को चाहिँ मार्फाली थकाली पनि हुन्छ, जुनमा चाहिँ अब हिराचन अनि लालचन यस्तोहरू पनि छ। अनि हाम्रो कलरले पनि छुट्याउँछ के। जस्तो कि गौचनलाई रेड कलर दिएको छ भने तुलाचनलाई हरियो कलर, अनि ग्रीन, अनि शेरचनको व्हाइट कलर, अनि भट्टचनको ब्ल्याक कलर भन्ने छुट्टै दिन्छ। अनि यसमा पनि यो पनि एन्सेस्ट्रल त्यो पूजा बेलामा चाहिँ हामीले गरेका थियौँ। हाम्रोमा चाहिँ अब मान्छे जसले पनि अब माथि माथि बस्नेहरू थकाली नै हो भन्छ, किनभने उनीहरूलाई कास्ट लाइक हुन्छ नि, ल्याङ्ग्वेज आउँछ। उता माथिपट्टि बस्नेहरू त अब आफ्नै भाषा बोलिरहेको हुन्छ नि त। अनि माथि माथि बस्नेहरू चाहिँ अब कोही कोही चाहिँ हामी पनि थकाली हो भनेर त्यो हुन्छ क्या। म पनि थकाली हो, किनभने उनीहरूलाई अब त्यही वरपर बस्ने भयो, भाषा आउने भयो, अनि त्यही भएर चाहिँ त्यस्तो खालके पनि छ अहिले भनौँ न। मैले चाहिँ अनि क्वेसनहरू एकदम धेरै आउँथ्यो कि, जस्तो कि आफूलाई नै क्वेसन कि अब हाम्रो कतै भाषा हरायो भने हाम्रो कतै खाना पनि पो हराउने पो हो कि। थकालीहरू चाहिँ थाकोलामा बस्नेहरूलाई चाहिँ थकाली भन्छ। जस्तो कि मार्फामा बस्नेहरू हैन। हाम्रो चाहिँ चारवटा छ, जस्तो कि गौचन, शेरचन, भट्टचन र तुलाचन। सो चारजना चाहिँ तामाङ थकाली भनेर भनिन्छ। सो अर्को चाहिँ मार्फाली थकाली पनि हुन्छ, जुनमा चाहिँ अब हिराचन अनि लालचन यस्तोहरू पनि छ। अनि हाम्रो कलरले पनि छुट्याउँछ के। जस्तो कि गौचनलाई रेड कलर दिएको छ भने तुलाचनलाई हरियो कलर, अनि ग्रीन, अनि शेरचनको व्हाइट कलर, अनि भट्टचनको ब्ल्याक कलर भन्ने छुट्टै दिन्छ। अनि यसमा पनि यो पनि एन्सेस्ट्रल त्यो पूजा बेलामा चाहिँ हामीले गरेका थियौँ। हाम्रोमा चाहिँ अब मान्छे जसले पनि अब माथि माथि बस्नेहरू थकाली नै हो भन्छ, किनभने उनीहरूलाई कास्ट लाइक हुन्छ नि, ल्याङ्ग्वेज आउँछ। उता माथिपट्टि बस्नेहरू त अब आफ्नै भाषा बोलिरहेको हुन्छ नि त। अनि माथि माथि बस्नेहरू चाहिँ अब कोही कोही चाहिँ हामी पनि थकाली हो भनेर त्यो हुन्छ क्या। म पनि थकाली हो, किनभने उनीहरूलाई अब त्यही वरपर बस्ने भयो, भाषा आउने भयो, अनि त्यही भएर चाहिँ त्यस्तो खालके पनि छ अहिले भनौँ न। मैले चाहिँ अनि क्वेसनहरू एकदम धेरै आउँथ्यो कि, जस्तो कि आफूलाई नै क्वेसन कि अब हाम्रो कतै भाषा हरायो भने हाम्रो कतै खाना पनि पो हराउने पो हो कि।